हेलो हेलो रोजा म्यामको ब्लगमा हजुरहरूलाई स्वागत छ। भाडु पैसा तपाईहरु देख्न सक्नुहुन्छ। यो 50 रुपैयाँको 80 यो 10 रुपैयाँको 16 रुपैयाँ धन्यवाद। कति रुपैयाँ पर्छ रोजा म्यामको च्यानललाई सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला रोजा म्यामको भिडियोलाई। 1 केजी मात्रै भयो। अहिले चाहिँ हामी यहाँनेरि जिगलबेङ आएको छौँ इन्डिया। पैसा हामी हो रोजा म्यामले यो पसलमा साइकल किन्नु भएको थियो अनि त्यो साइकल पस्नको लागि फेरि आएको छौँ हामी 3 जना आएको छौँ। यता देख्न सक्नुहुन्छ, यता रोजा म्याम हुनुहुन्छ, यता रोजा म्यामको छोरा अनि म। पैसा गन्दै छु। हामीसँग फेरि कम्ता धेरै पैसा छ, यहाँ देख्न सक्नुहुन्छ। थोपा मिलेर समुद्र बनिँदैछ यहाँ। गाडीले चाकसाक लगिदिन्छ होला हौ। मेरो स्टिङ भर्न सक्थ्यो। अब म 50 ओर चाहिँ ठ्याक्कै लिपस्टिक तिमीले त ओर त बनाऊ यहाँ माथि पनि बनाइसक्यौ। आयो यहाँ पैसा धेरै भएर गाइस गर्नै गाह्रो भइसक्यो। 70 कति रुपैयाँ भन्छ त्यो एक्सप्रेसलाई? किन एउटा स्प्राइट त खानुपर्छ होला हौ डिगलबेङ आएको बेलामा। क्यामिकलै भए पनि 70 रुपैयाँ छ। जा त सोधेर आइज। फेरि 3टा लिएर आउनु कि 2टा? एउटा यत्रो 1.5 लिटरले 1.5 लिटर 1.5 लिटरले कतिमा आउँछ? त्यहाँ 5 रुपैयाँ पनि छ। तर यहाँ त अलिक सस्तै पर्छ इन्डिया भन्दा, ए नेपाल भन्दा। दिनु त नि। 10 रुपैयाँ छ। 80 रुपैयाँ भयो। यो त उहाँ मदरको। इन्डियाको 80 रुपैयाँ कि नेपालको 80 रुपैयाँ? इन्डियाको इन्डियन 80 रुपैयाँ छ। 50